गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म यत्तिकै यहाँ माथि घरमाथि आएर बसेको छु अनि आजको मौसम हेर्न सक्नुहुन्छ एकदम फ्रेस छ हैन। आजको मौसमको त कुरै नगर्दा हुन्छ, आज एकदम राम्रो मौसम चाहिँ। अब चाहिँ म घाँस काट्न जान लाग्छु अनि आजको दिनको चाहिँ अब यो भर्खरै पानी आएर बन्द भएको छ। अब यताउता काम गर्नु। म चाहिँ अहिले चाहिँ बारीमा चाहिँ घाँस काट्न आएको छु हैन। टक्क यहाँ मकै हेर्न सक्नुहुन्छ। अहिलेको मकै चाहिँ अहिले दामी भएको छ होइन। पहिला चाहिँ पानी नआउनको कारणले पुरै सुकेर हामीले आश मारिदिइसकेको थियौँ, तर अहिले चाहिँ पानी आएर एकदम झकमक छ के हेर्न सक्नुहुन्छ, हरियाली छ। गाउँघरमा यो गाइज अब हिँड्नुपर्छ, यस्तै घाँस काट्नु पऱ्यो। आफ्नो पेट पाल्नलाई भए पनि यतिको चाहिँ गर्नुपर्छ के। आफ्नो हुँदा पनि जनावरहरूको अब घरमा केही पालिएको हुन्छ होइन, त्यसको लागि घाँसहरू काट्न पऱ्यो, पाल्न पऱ्यो होइन। त्यही हो। अनि अलिअलि सपोर्ट पनि गरिदिनुला। मैले पनि अब यो नयाँ भिडियोहरू बनाएको छु। यो भन्ने अन्त यो ब्लग पनि मेरो न्यू नै हो। मैले पहिलोपट्टि नि यसरी ब्लग लङ भिडियो मैले पहिलोपट्टि बनाएको हो। अनि त्यही हो, अरू त के भन्ने। अब घाँस काट्छु म। अब कता छ गाइस। म चाहिँ घाँस काटेर आइसकेको छु। अनि जम्मा यति घाँस त हाम्रो घरको केटाकेटी नि काट्छ भन्नु होला, तर हाम्रो घरमा जति बाख्रा छन् नि त्यसैको लागि मात्रै काटेको यो घाँस चाहिँ। अनि बाटो अप्ठ्यारो छ, जाने कसरी मलाई थाहा छैन। बाटो एकदम डेन्जर हो यहाँको। हरि धो हुन्छ कि छोरी बोके पनि अप्ठ्यारो ठाउँ भएपछि। मैले आइसकेको छु मेरो घर। गाइस हरि धो गएर हात पात देखाएको मेरो घर। एउटा हातमा फोन सोध्दै भिडियो बनाउँदै अनि एउटा हातमा घाँस सोध्दै गाह्रो भइहाल्छ। म चाहिँ घर आइसकेँ अनि टक्क यहाँ मेरो घर हो। अनि यता हाम्रो बाख्रा छन्। मैले घाँस काट्न गएको किन भन्दा यिनीहरूलाई पाल्नको लागि खुवाउनको लागि गएको। हाम्रो एउटा पाठो छ होइन, यसैका लागि काट्न गएको। मम्मीले त यिनी ठुलाको लागि त ल्याइदिनुहुन्छ, तर यसलाई अलि मिठो चाहिन्छ कि, त्यसैले थोरै लिएर आएको छु, धेरै छैन। अहिले चाहिँ म पुरा फ्रेस भएर माथि घरमाथि आएको छु होइन। टक्क घाम लाग्छ होइन। यता चाहिँ भाइहरू खेल्न लाग्छन्। भलिबल र फुटबल बनाछन् पुरा टक्क। यहाँ दर्शकबिनहरू खतरा लडाइँ भइरहेको छ यहाँ। हान्दैन त हान्दैन। त्यही हो गाइज, यो छोटो मिठो ब्लगलाई चाहिँ मैले यहीँ समाप्त गर्छु होइन। अनि हजुरले पनि लाइक कमेन्ट सब्सक्राइब गरिदिन नभुल्नु होला। मन परेमा भिडियो है, अनि कमेन्टहरू गरिदिनु होला। ल त्यही नै हो। ल आजलाई बाई बाई, फेरि अर्को भिडियोमा भेटौँला।